हेलो साथीहरु, मेरो छोटो अनि मिठो भिडियोमा हजुरहरुलाई स्वागत छ। अब चाहिँ म खीर बनाउनु तर्फ लागे। चामललाई चाहिँ मैले अघि नै धोएर मज्जाले भिजाएर राखेथे। यो चाहिँ मैले नयाँ चामल लिएको। नयाँ चामलको खीर चाहिँ एकदमै राम्रो हुन्छ नि त। अनि दुध बसाले, दुधमा मैले मज्जाले ड्राई फ्रुटहरु हाले, अनि लौंग, सुकमेल, तेजपत्ता हालेर अनि चामल पनि हालेर अब म यसलाई चाहिँ मज्जाले पकाउँछु। अनि हेर्नुस् त, नयाँ चामलको खीर चाहिँ कस्तो राम्रो बाक्लो हुन्छ के, अनि पाक्नु पनि चाँडै पाक्छ। अनि यस्तै गरेर अब म चलाउँदै पकाउँछु सानो आगो गरेर। अनि यता चाहिँ खीर पाक्दा पाक्दै फेरि मैले चिनी थोरै पानी राखेर चिनीलाई पकाउँदै छु। यसरी चाहिँ खीरको कलर पनि एकदमै चेन्ज हुन्छ अनि खानुमा पनि एकदमै मिठो हुन्छ। चिनी चाहिँ यतिको रातो भइसक्यो छ, हेर्नुस् त। अब खीर पनि पाक्यो, मज्जाले गलिसक्यो। अनि त्यसैमा म चिनी हालेर अब यसलाई फेरि म राम्रोसँग मिक्स गर्छु। यसरी चाहिँ कोले बनाएर खानु भएको छ भन्नु होला। मैले चाहिँ आज एकदमै नयाँ नौलो तरिकाले बनाएको। अनि कोलाई मेरो रेसिपी मन पर्यो सबैजनाले चाहिँ फेरि कमेन्ट चाहिँ गर्नु नबिर्सिनु होला है त। अनि तपाईहरु सबैजनाले भिडियोलाई धेरै माया गर्दिनुहुन्छ, त्यसको लागि पनि धन्यवाद। अनि खीर चाहिँ रेडी भयो। यो चाहिँ मेरो भगवानको लागि फर्स्ट खीर चाहिँ हालेर अब मैले भगवानलाई चढाएँ। अनि अब फेरि यता परवल आलु काटेर रेडी गरेर तेल तताएर अनि परवल आलुलाई मैले मज्जाले कडाईमा हालेर अब चलाउँदै छु। अनि यसैमा चलाइसकेपछि थोरै बेसार, थोरै नुन स्वाद अनुसार राखेर, मेरो घरमा चाहिँ फेरि नुन एकदम मज्जाले खानुहुन्छ कि, नुन पिरो चाहिँ। अनि उता परवल आलु पाक्दा पाक्दै फेरि यता चाहिँ मैले थोरै आलस, तिल अनि भुटेको खुर्सानी राखेर मिक्सीमा यसरी सुक्खा गरेर पिने मसला चाहिँ पिनेर रेडी भयो। अब यता चाहिँ फेरि म तरकारी चलाउँदैछु। अनि परवल चाहिँ मैले मसिनो गर्दिनँ, यस्तै दुई भागमा काटेर पकाउँछु, एकदमै राम्रो लाग्छ। अनि पिनेको मसला राखिदिएँ। पिनेको मसला राखेर अब म मज्जाले यसलाई फेरि मिक्स गर्छु। मिक्स भइसकेपछि अब फेरि थोरै टमाटर राखेर चलाउँछु। अनि टमाटरलाई चाहिँ म जहिले पनि यस्तो तलपट्टि राख्छु कि, किनभने गल्छ नि त चाँडो। अनि फेरि छोपिदिएँ। छोपिसकेपछि फेरि उघारेँ, हेर्नुहोस् त। अनि अब फेरि यसलाई म चलाउँदैछु। टमाटर चाहिँ लगभग गल्दैछ। यसलाई चाहिँ यस्तै गरेर छोपी पकाउनुपर्छ, किनभने परवल ठुल्ठुलो छ नि त। अनि त्यही भएर पाक्नुलाई अलिकति टाइम लाग्छ। अनि यसलाई चाहिँ फेरि मैले छोप्दै पकाउँदै गरेँ। अनि तरकारी चाहिँ अब लगभग रेडी भयो। हेर्नुहोस् त कस्तो राम्रो लागेको छैन त, हेर्दै पुरा मसलावाला तरकारी। अनि यता चाहिँ फेरि अब अचार बनाउनुको लागि तेल तताएँ प्यानमा। अनि तेल तातिसकेपछि थोरै मेथी अनि लसुन चप गरेर राखिदिएँ। अनि खुर्सानी काटेर, अब मेरो घरमा त फेरि एकदमै स्पाइसी खानुहुन्छ सबैजना। अनि यता चाहिँ फेरि मैले आलु अलि ठुल्ठुलो भएकोलाई चाहिँ दुई भागमा काटेर अनि अघि पिनेको मसला, नुन अनि थोरै फेरि धुलो खुर्सानी राखेर अनि यो लसुन र खुर्सानी चाहिँ हल्का रातो भइसकेपछि फेरि बेसार राखेर अब मज्जाले झानिदिएँ आलुमा। अनि झानेर अब यसलाई चाहिँ अनि थोरै कागती होइन, यो चाहिँ चुक भन्छ यसलाई। अनि चुक अमिलो राखेर अब कतिको अमिलो खाने त्यही अनुसारले अनि अचारलाई मज्जाले